नमस्ते सबैजनामा। आज धेरै लामो समयपछि मेरो भिडियोमा तपाईहरुलाई स्वागत छ। र आज चाहिँ हाम्रो स्कुल छुट्टी भएको दिन हो हैन, हाम्रो छुट्टी। त्यही भएर चाहिँ आज चाहिँ हामीले बारीमा कोदो रोप्नलाई खेताला बोलाइरहेका छौं। अनि बिहान पनि बारी गएर आएको, अब दिउँसोको लागि जान रेडी भएको। म चाहिँ मेरो घरको मान्छेहरु चाहिँ सबैजना अघि नै गइसक्नुभयो। म चाहिँ जान लागेको, अनि यसो भिडियो पनि आज बनाऊँ न त भनेर मैले भिडियो पनि बनाइराखेको छु। अब म चाहिँ किन ढिलो भनेर सोचिराख्नु भएको छ भने म चाहिँ खाजा खेतालाको लागि खाजा लिएर जानुपर्ने हुन्छ नि त। अनि त्यही भएर चाहिँ खाजा बोकेर जानुपर्ने हुन्छ। हाम्रो मेरो खाजा चाहिँ रेडी भइसकेको छ, तर मलाई चाहिँ खाजा मैले बनाएको हैन के। हाम्रो के रे भाउजूले यो के भन्छ चाम्रेमा बनाउनु भएको छ। अनि मलाई चाहिँ यो चाम्रे बनाउन आउँदैन। अब रियल कुरा भन्नु पर्यो नि त हैन, ढाटेर हुँदैन नि त। अनि मैले चाहिँ अचार बनाइसके। अचार चाहिँ रेडी छ हैन। टमाटर अनि तिमुरहरु लसुनहरु अनि फ्राई गरेर मैले चाहिँ बनाइराखेको छु। अनि यहाँ हाम्रो चाम्रेमा चाहिँ रेडी छ। अब यो बोकेर जानुपर्ने। यहाँ चाम्रेमा चाहिँ रेडी भइसकेको छ कि। ओके, फाइनली मेरो खाजा पनि मैले रेडी गरिसके। भाउजूले चलाउनु न भनेर भन्नुभएको थियो, अनि मैले चलाइसके। अब चाहिँ म रेडी भए भन्दा नि मेरो डोको पनि खोज्नु पर्ने हुन्छ हैन। तपाईहरुको चाहिँ आजभोलि कसरी दिन बितिराखेको छ? मेरो चाहिँ यस्तै छ है। के भन्छ, अरु बेला चाहिँ स्कुल गयो, छुट्टीको दिनमा यसरी बारीमा काम गर्यो है। यस्तै हाम्रो दिनहरु बितिरहेको छ। अब त्यतिकै राख्ने हुने फोहोर हुन्छ नि त। अनि यो प्लास्टिक भित्र यो थाल भयो, अनि त्यसपछि चमेच भयो, कागती पनि चाहिन्छ। अरु सबै बारीतिरै छ, खुर्सानीहरु काँक्राहरु चाहिँ छ। अनि यसो गर्ने हो। अब मलाई के समस्या भयो भने अचार लाने रहेछ। अचार चाहिँ कसरी लग्ने भन्ने भयो के। अचार चाहिँ कसरी भन्ने भयो हो। टिफिनमा चाहिँ लगाउँछु जस्तो लाग्यो। मैले आजलाई फेरि कस्तो मिठो अचार बनाएको छु। के मेरो अचार रेडी भयो। मेरो थाल पनि रेडी भयो। मेरो चाहिँ खाजा पनि रेडी भयो। अब चाहिँ के गर्ने के नगर्ने भरे। अब म भरे भेटौँला। ओके, म चाहिँ खाजा बोकी वरी पनि बारीतिर हिँडिसके। म जाँदैछु, बाटोमा हिँड्दैछु। सबैजना मान्छेहरूले कोदो रोपिसक्नु भयो क्या। यो चाहिँ म हिँड्दै गरेको बाटोमा हो। हाम्रोमा यस्तो टमाटरको खेती पनि गरिन्छ भनौँ न। बर्खाको समय छ, यस्तो बाटो क्या। यस्तो हिँड्नुपर्छ नि त। सबै हुस्सु लागेर है। हुस्सु लागेको बेलामा चाहिँ तपाईहरुलाई डर लाग्छ कि लाग्दैन? मलाई चाहिँ हुस्सु लागेको बेलामा चाहिँ एकदम धेरै डर लाग्छ के। घरमा हुस्सु लागेको समयमा चाहिँ घरमा एक्लै बस्न मलाई चाहिँ डराउने मान्छे हो। यस्तो बारीको बिचोबाट झन् यसरी जानुपर्छ हैन। फाइनली अब चाहिँ म बारी आइपुगे। फेरि यहाँ हेर्नु, पसिना त्यहाँदेखि यहाँसम्म आउँदा पनि पसिना भयो भनेपछि सोच्नुहोस् मेरो स्थिति के होला त। केही बोक्या छैन हिँड्दा। खाजा यति चाबो खाजा बोकेर आउनलाई मलाई यति पसिना आएको है। यो बिउ पनि रोप्नु पर्ने हो, तर यहाँ सकिन आइसक्नु भएको छ। अनि बिउ खेलिराख्नु भएको छ। हामीले चाहिँ अगाडिको त्यो बिउ सकिसक्यौँ। अब चाहिँ हामी अर्को बिउ उखेल्नलाई जाँदैछौँ। यो उखेल्नु पर्ने हो। सबैजना आफ्नो तालमा गर्मी यति छ, कुरै नगरौँ कति गर्मी छ भने। बिउ पनि यस्तो लामो छ, हेर्नु न।
ए यत्रो लामो यस्तो लामो छ बिउ। बिहानदेखि खन्नु भएको यति नै अहिलेदेखि। त्यही पनि यो के हो यस्तो, राम्रोसँग झार छोप्नुपर्छ। कसले रोप्छ यस्तोमा? यति खन्दा पनि रे गल्ने मान्छे यस्तो हुन्छ केही खानै मान्छे जस्तो। यति कसम पारिस यो त हुँदैन है। यो त कसरी रोप्नुको यसमा झार पुरै देखिरहेछ। हुँदैन। काम गरिराखेको छु एकैछिनलाई। कति वर्ष पछाडि मेरो दाजुले कोदो रोप्नु भएको। कति वर्षमा रोप्नु भएको पाडिसे? कति वर्षमा रोप्नु भएको कोदो? हुन्छ वर्ष पछि। हुन्छ 5-6 वर्ष पछाडि होला। 5-6 वर्ष पछाडि। कति वर्ष पछाडि तपाईँले रोप्नु भएको मलाई थाहा छैन। हाम्रो घरमा त्यो एकचोटि पढ्नमा बोलाएको बेलामा त्यति बेला रोप्नु भएको थियो, त्यहाँदेखि छैन। यस्तो मान्छे नि हुन्छ है। यतिको छिटो छिटो रोप्छु, तपाईँ त सक्नु पर्यो नि। राम्रो भाग्य चाहिँ पाना हुन्छ। अब चाहिँ फाइनली हाम्रो छोड्ने बेला भयो। अब अनि खाजा, यो पछाडि चाहिँ हाम्रो खाजाको कार्यक्रम हुन्छ। खाजाको लागि चाहिँ म बारीमा छु। खोर्सानी र काँक्रा टिप्न लगाएको छु। अब खाजाको दिनु पर्यो होइन। खोर्सानी टिप्दैछु चाहिँ मैले लिएर आएको छु। अब पनि एक्स्ट्रा खोर्सानी अनि मेरो हात माटो कपै दिन छ।